म आज हजुरहरूलाई थोरै सामग्रीबाट मिठो चटनी गराउने तरिका सिकाउँदै छु। सुरुमा एक दाना टमाटर लिनुहोस् अनि मजाले टमाटरको खोल निस्किने गरी पोल्नुहोस्। अनि आफूले चाहिँ कति पिरो खान सक्नुहुन्छ त्यही अनुसार पोल्नुहोस्। मैले चाहिँ 2टा लिए। त्यसपछि थोरै धनिया लिनुहोस्। अब सबै सामग्रीहरू तयार भएपछि थोरै नुन, 2टा खुर्सानी, टिमुर अनि धनिया राखेर मजाले पिस्ने। अब यो सबै पिसिएपछि एक दाना अघि पोलेको टमाटरलाई मजाले मसिनो हुने गरी पिस्नुहोस्। अब हाम्रो अचार खानको लागि तयार भइसक्यो।